बार्सिलोनालाई धेरै धेरै बधाई छ यार। सिजनै सुरु भएको छैन, कस्तो बबाल गेम खेलिसक्यो क्या। बार्साले रियल भन्दा अगाडि बढेर रोड्री मात्र लगेन, रियल मैड्रिडको नेक्स्ट सिजनको हुन्लाको अति बबाल टिमको कि या लास्ट पिस नै लगिदियो क्या। इमेजिन यार, रोड्री इन बिट्विन, त्योभन्दा अगाडि बेलिङहाम र आर्डा गुलर, अनि त्योभन्दा अगाडि एम्बापे, विनी अनि नयाँ प्लेयर डियामान्डे क्या। कस्तो बबाल टिम हुन लाग्छ यार। त्यो टिमलाई जित्न कसले सक्थ्यो होला क्या। तर बार्साले यस्तो खेल्यो नि। हुन त फ्रेङ्की डियोङ पनि घाइते भयो, टेम्पररी सोल्युसन चाहिरहेको थियो होइन। तर यो प्लेयर लानुको कारण बार्सालाई चाहिएर भन्दा पनि यदि कसै गरी रोड्री रियल मैड्रिड गएको भए के हुन्थ्यो भनेर होला जस्तो लाग्छ क्या मलाई। तर अब बार्साको मिडमा नेक्स्ट सिजन स्पेनबाट वर्ल्ड कप जित्ने तीनटै मिडफिल्डर छन् क्या। रोड्री, पेड्री, ओल्मो अनि डियोङ पनि आउँछ होइन। त्यसपछि यिनीहरूले बल कसलाई छुन दिने यार।